निजामती सेवामा झण्डै 600 कर्मचारीको दरबन्दी कटौती हुने भएको छ। पछिल्लो मन्त्री परिषदको बैठकले विभिन्न मन्त्रालयहरूको संगठनात्मक संरचना, आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेसँगै ठूलो संख्यामा कर्मचारी कटौतीमा पर्ने भएका हुन्। जसअनुसार कार्यालय सहयोगदेखि सचिव तहका गरी 600 कर्मचारीको दरबन्दी कटौती हुने भएको स्रोतले जनाएको छ। जसमा 10 सहसचिव, 35 जना सहसचिव तहका कर्मचारीहरू रहेका छन्। गत 30 वैशाखको मन्त्री परिषदको बैठकले संघीय मन्त्रालयको संख्या 22 बाट 18 मा झारेको थियो। यस्तै 31 निकाय खारेजी, 6 निकाय मर्ज, 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचना गर्ने बजेट भाषणमै उल्लेख गरिएको थियो। सोही अनुसार सरकारले मन्त्रालय र निकायहरूको संख्या घटाएर कर्मचारी प्रशासनलाई चुस्त बनाउने अभियान चलायो। सो अभियान अन्तर्गत मन्त्रालयका संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अगाडि बढेको थियो। यसअघि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई असार 7 गते भित्रै ओएनएम सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन पेश गर्ने निर्देशन दिएकोमा समय सीमा भित्र 9 वटा मन्त्रालयले मात्रै ओएनएम पेश गरेका थिए। थपिएको समय सीमा भित्र असार मसान्तसम्ममा अन्य मन्त्रालयहरूले पनि ओएनएम बुझाएसँगै दरबन्दी कटौतीको काम टुङ्गाइएको हो। प्रधानमन्त्री कार्यालयका सचिव किरणराज शर्माको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय, उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउत, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेल सदस्य थिए। विभिन्न मन्त्रालयले तयार पारेर बुझाएको ओएनएमको प्रस्ताव अनुसार सचिव, सहसचिव, उपसचिव, शाखा अतिरिक्त, नासु र खर्दार तहमा गरी 600 कर्मचारीको दरबन्दी कटौती हुने भएको हो। नयाँ ओएनएममा 10 सचिव, 35 सहसचिव, 65 उपसचिव, 70 शाखा अधिकृतका अलावा कार्यालय सहयोगी, खर्दार, नासु तहका 300 भन्दा बढी कर्मचारीहरू कटौतीमा पर्नेछन्। यो हिसाबले तल्लादेखि सचिवसम्म गरी 600 पद कटौतीमा पर्ने भएको हो। हाल निजामती सेवामा 85,000 हाराहारी कर्मचारी सेवारत छन्। पछिल्लो समय निजामती किताबखानाले अभिलेख शुद्धिकरण अभियान चलाएर 10 वर्षदेखि पीआईएसमा कुनै पनि सूचना अपलोड नगरेका, सम्पत्ति विवरण नबुझाएका र सम्पर्क स्थापित हुन नसकेका कर्मचारीहरूलाई विवरणलाई प्रणालीबाट हटाउँदै आएको छ।